मानिसको दैनिक भोजनसँग जोडिएको खाद्य पदार्थ मध्ये एक हो मासु। कतिपय व्यक्तिका लागि मासु अनिवार्य नै बनेको छ, अर्थात् खानासँग मासु नभई नहुने। मात्रा मिलाएर खाने हो भने शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्वहरूको पूर्ति गर्ने भएकाले पनि मासुको प्रयोग दिनानुदिन बढ्दैछ। मासु भन्नाले मानिसले खान योग्य पशु पंक्षीको मासु नै हो। हिन्दू परम्परा अनुसार कतिपय समुदायमा मासुको ज्यादै ठूलो महत्व रहँदै आएको छ। देवी देवताको पूजा आजादेखि अतिथि सत्कार, विवाह, भोज, पार्टीहरूमा मासुको प्रयोग अनिवार्य जस्तै हुन्छ। सामान्य रूपमा हेर्दा स्वाद र तागतका लागि मासुको प्रयोग भएको बुझिए पनि बच्चाहरू बढ्न, खानामा रुचि बढाउन र स्वस्थ शरीरका लागि समेत मासुको आवश्यकता पर्ने भएकाले मानिसहरू यसप्रति यति धेरै आकर्षित हुँदै गएका हुन्। मासुबाट मानव शरीरका लागि चाहिने विभिन्न पौष्टिक तत्वहरू प्राप्त गर्न सकिन्छ। प्रोटिन, इनर्जी, चिल्लो पदार्थ, खनिज तत्व, मिनरल, क्याल्सियम, फस्फोरस जस्ता तत्वहरू मासुबाट प्राप्त गर्न सकिन्छ, जुन शरीरको पोषणका लागि महत्वपूर्ण तत्वहरू हुन्। प्रोटिन चाहिँ सबभन्दा मेजर चाहिँ यसको पौष्टिक तत्व रह्यो, जुन कुरो हामीहरू बच्चादेखि हैन हाम्रो माथिल्लो वृद्ध अवस्थाको मान्छेहरूलाई समेत आवश्यक पर्ने शरीरको लागि विभिन्न हाम्रो कोषहरू, सेल्सहरू डेभलप हुने, मेन्टेन हुने सबै मुख्य आधार नै प्रोटिन भएको हुनाले मासु मुख्यतया प्रोटिनको सोर्स हो। त्यस पछाडि यसबाट पाउन सकिने कुराहरू भनेको यसमा चाहिँ हामी किलो पदार्थ, क्याल्सियम, फस्फरस, मिनरल्स, भाइटामिन्सहरू पनि मासुबाट चाहिँ हामीले प्राप्त गर्न सकिन्छ। सबै क्षेत्रमा मासुको प्रयोग उत्तिकै बढ्दै गएको भए पनि शहर बजारमा यसको प्रयोग अत्याधिक हुने गरेको छ। होटल, रेस्टुरेन्ट लगायत विभिन्न क्याफे तथा बारहरू त मासुका परिकार बिना चल्नै मुस्किल हुन्छ। विवाह, भोज तथा पार्टीहरूमा पनि मासु अनिवार्य बनेको छ, किनकि आजकलको समाजमा यसको प्रयोग प्रतिष्ठा र सम्मानसँग पनि जोडिएको छ। यसरी विभिन्न कारण दिन प्रतिदिन उपभोक्ताहरूको माग बढ्दै गएकाले पनि मासु तथा मासुजन्य वस्तुको बजार विस्तार हुँदै गएको हो। यसले पशुपालक कृषकको संख्यामा वृद्धि गराएको छ। आर्थिक रूपमा सबल र सफल देखिएकाले सानादेखि ठूला ठूला व्यवसायीहरू पशुपालन तथा मासु व्यवसायतर्फ आकर्षित हुँदै गएका छन्। नेपालमा प्रति व्यक्ति प्रति वर्ष 14 किलो मासुको आवश्यकता रहेको भए पनि हालको अवस्थामा 11 किलो मात्र पूर्ति भइरहेको छ। विश्वव्यापी रूपमा कायम गरिएको मापदण्डलाई हेर्ने हो भने प्रति व्यक्ति प्रति वर्ष 37 किलो मासुको आवश्यकता देखाएको छ। हाल नेपालमा 2,95,167 मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ, जसमा 1,75,135 मेट्रिक टन रागा र भैँसी छन् भने बाँकी अन्य। खपतको दाँजोमा यो उत्पादन निकै न्यून हो। नेपाल कृषि प्रधान मुलुक भए पनि ठूलो परिमाणमा कृषिजन्य वस्तुहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। विभिन्न तथ्याङ्क अनुसार नेपालमा 6 अर्ब भन्दा बढ़ीको मासु विदेशबाट मात्र भित्र्याइँदै आएको छ। सरकार तथा विभिन्न दात्री निकायहरूले पशुपालन व्यवसायहरूलाई प्राथमिकतामा राखेकै कारण शिक्षित तथा बेरोजगार युवाहरू पशुपालन तथा मासु व्यवसायतिर अग्रसर र सक्रिय भएका छन्। मासुको प्रयोगसँगै आजकल यसको गुणस्तरका बारेमा पनि चर्चा र बहस शुरू भएको छ। मासु मानिसको दैनिक खानपान तथा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसबारे चासो र चिन्ता बढ्नु स्वाभाविक नै हो। त्यसैले आजकल अस्वस्थ मासुको प्रयोगबाट हुन सक्ने महामारीतर्फ सबै सचेत छन्। यसकै प्रयोगबाट महामारी नआओस् भन्नका लागि सरकारी तथा विभिन्न गैर सरकारी क्षेत्रबाट ठूलो प्रयास हुँदै आएको छ। यसका बावजुद अझै पनि पूर्ण रूपमा स्वच्छ र सफा मासु उपभोक्ताले उपभोग गर्न पाइरहेका छैनन्, जुन सबैका लागि ठूलो चुनौतीको विषय बनेको छ। शहरमा नभइकन शहरभन्दा अलिक टाढा अलि व्यवसायहरूलाई पनि पाएक पर्ने ठाउँमा जहाँ चाहिँ वातावरणमा असर नहोस्, पानीको सुविधा होस् र एउटा चाहिँ टेक्निकल्ली चाहिँ हामीलाई सपोर्ट होस् भन्ने चाहिँ हामी सरकारबाट चाहन्छौँ र हामी व्यवसायको पनि उत्तिकै भूमिका हुन्छ। जस्तो कि हामीले चाहिँ
यसमा चाहिँ ट्रेनिङहरू प्राप्त गरी चाहिँ त्यो ट्रेनिङलाई चाहिँ हामीले चाहिँ यसमा चाहिँ नियमितसँग चाहिँ लागू गर्न सक्ने चाहिँ हामी पनि त्यसमा सक्षम हुन सक्नुपर्छ जस्तो चाहिँ हामीलाई लाग्छ र उपभोक्ताहरूबाट पनि यस्तो अस्वस्थकर मासु चाहिँ झिङ्गा भनिएको ठाउँ अस्वस्थकर मासु चाहिँ खरिद नगरिकन फ्रोजन वा चिलिङ गरिएको मासुहरू चाहिँ डिमान्ड गर्नुपर्ने जस्तो लाग्छ। जबसम्म उहाँहरूबाट डिमान्ड उत्पन्न हुँदैन हामी व्यवसायहरूबाट चाहिँ त्यो अवस्थामा हामी जान सक्दैन जस्तो लाग्छ। अब हामीमा चाहिँ सीमित मान्छे मात्र अवेर भएर भएन व्यवसायहरू। अब यहाँ धेरै लाखौँ व्यवसायहरू हुनुहुन्छ। अब कतिपयले चाहिँ थाहा भएर पनि गर्न सकिरहनु भएका छैनन् र कतिपयले चाहिँ थाहै छैन यो कुरामा। मासु व्यवसाय सम्पूर्ण मासु व्यवसाय धार्मिक नसिलेसम्म यो यस्तै चलिरहन्छ कि यो हुँदै हुँदैन। यो चाहिँ जानै पर्छ। यो मासुलाई चाहिँ स्वच्छ गरेर राख्ने हो भने एकै ठाउँमा गर्नुपर्छ। एकै ठाउँबाट चाहिँ तपाईँको चाहिँ सबै त्यहाँबाट चाहिँ ल्याएर यो ठाउँमा चाहिँ खालि होलसेल मात्रै गर्ने। त्यहाँ चाहिँ 20-30 किलोमिटर हामीले जग्गा पनि हेरिरहेका छौँ। सरकारले यसलाई चाहिँ गरिदिनु पर्यो। सरकारलाई हामीले चाहिँ सरकारलाई यसलाई चाहिँ कति अब 80% चाहिँ अनुदान दिन्छ भन्छ। यो खालि कुरा मात्रै भइराख्यो। यो चाहिँ काम चाहिँ भएछ। हामीले खानाको रूपमा प्रयोग गर्ने मासुको शुद्धताको लागि विभिन्न चरणका सरसफाई र स्वच्छतामा ध्यान पुर्याउनु आवश्यक छ। प्रारम्भिक उत्पादन हुने वातावरणको स्वच्छता। प्रारम्भिक उत्पादन हुने स्थलको वातावरण स्वच्छ, सफा र कुनै पनि रोगबाट मुक्त हुनु पर्दछ। पशुपालनमा प्रयोग हुने हरेक साधनहरू जस्तो दाना पानी, खुवाउने भाँडा, वासस्थान आदि स्वच्छ र सफा हुन जरुरी छ। मासु कतिको चाहिँ स्वस्थकर छ, कतिको पौष्टिक छ भन्ने कुराहरू चाहिँ यो उत्पादन गरिएको स्थलले पनि यसलाई चाहिँ निर्धारण गरेको हुन्छ। त्यसले गर्दा हामी खसी बोका पाल्ने, कुखुरा पाल्ने, पशुहरू पाल्ने विशेष गरी किसानहरूले यसलाई उत्पादन गर्दाको समयमा आवश्यक पर्ने यसको लागि दाना आहाराहरूमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ र त्यसको व्यवस्थापन पालेको ठाउँहरूको पनि राम्रो हावा खेल्ने ठाउँमा छ छैन, त्यसमा चाहिँ नि अब टेम्परेचर, ह्युमिडिटी, त्यहाँ भेन्टिलेसन, अक्सिजनको सप्लाई, यी कुराहरूले पनि ती पशुहरू स्ट्रेसमा हुर्किरहेका छन् कि बिना स्ट्रेस हुर्किरहेका छन्, तनाव बिनाको अवस्थामा हुर्किरहेका छन् भने निश्चय पनि तिनीहरूबाट उत्पादन भएको चाहिँ स्वस्थ रहन्छ र तिनीहरूलाई हामीले विभिन्न जैविक सुरक्षाहरूबाट चाहिँ रोग छेर्ने कुराहरूलाई चाहिँ बचावट गर्न सकेको अवस्थामा त्यो चिज आएर प्रोसेसिङ सेन्टरबाट सफा तरिकाबाट, हाइजिनिक तरिकाबाट प्रोसेसिङ भएर उपभोक्ता समक्ष पुग्यो भनेदेखि अनि हामी स्वच्छ, स्वस्थ र पौष्टिकयुक्त मासु पाइरहेका छौँ भन्ने कुरामा हामी विश्वस्त रहन सकिन्छ। मासुको उत्पादनदेखि नै यदि पशु स्वस्थ भयो भनेदेखि मात्रै अब यो बजारमा ल्याउँदासम्म त्यो मासु स्वस्थ हुन्छ। अन्यथा यदि किसानको घरमा गोठमा नै यदि पशु अस्वस्थ छ, व्यवस्थापन राम्रो छैन भनेदेखि त्यो जति बजारमा लिएर आएर जति राम्रो सजावट गर्दा पनि त्यो मासु स्वस्थ हुन सक्दैन। त्यसकारणले किसानको घर गोठमै जति पशु स्वस्थ राख्न सक्यो, जति सन्तुलित आहार खुवाउन सक्यो, त्यसको परिणाम नै स्वस्थ मासु चाहिँ उत्पादन हुने गर्दछ। हाम्रो गोठदेखि वोटसम्म पुग्ने क्रममा हामीले किसानले नै सरसफाई गरिदिएनौँ भने एक त आफ्नो व्यवसाय नै धाराशायी जाने अवस्था हुने भयो भने र वोटसम्म जुन घर घरको कोठा कोठामा पुग्छ त्यो मासु नै स्वच्छ भएनन् भने मान्छेले सफा मासु खान पाउने अवस्था भएन र त्यसैले र त्यो स्वस्थ भएन भने मासुप्रति आकर्षण बढ्दैन। त्यसैले हामी जस्तो व्यवसायहरूले खोरमा सरसफाई, बच्चादेखि लिएर त्यसको दबाईदेखि लिएर दाना र खोरमा सरसफाई नै राम्रोसँग गऱ्यौँ भने हाम्रो व्यवसाय फस्टाउने मेरो ठहर छ। बिरामी पशुहरूलाई डलपमा लगाएर चाहिँ त्यहाँ लुकेर बिक्री वितरण गर्ने चाहिँ एउटा प्रवृत्ति छ, हामीले देखेका छौँ। यसको अन्त्य हुनुपर्छ, मलाई त्यो लाग्छ होइन। स्वच्छ मासुको लागि हाम्रा पशुहरू चाहे खसी होस्, बाख्रा होस्, कुखुरा होस्, हाँस होस्, चाहे जेसुकै होस्, त्यो कतिको स्वच्छ छ त, त्यो पालन पोषण कस्तो छ, त्यसको दाना पानी कस्तो प्रयोग भएको छ, त्यसको आधारमा चाहिँ सर्टिफाई भएको पशु मात्रै यदि बच्चालामा गयो भने पक्कै पनि स्वच्छ मासु पाइन्छ। वध गरिने पशुको ढुवानी। पशु ढुवानी गर्ने सवारी साधन स्वच्छ र सफा हुन आवश्यक छ। पशु ढुवानी गर्नु पूर्व ढुवानी गर्ने साधनलाई निसंक्रमण गरिएको हुनुपर्दछ। ढुवानी साधनभित्र भेन्टिलेसनको उचित व्यवस्था हुनुपर्दछ र साधनमा रहँदा पशुलाई चोटपटक लाग्ने खतरा हुनु हुँदैन। जनावरलाई चोटपटक नलाग्ने गरी चढाउनु र ओह्राल्नु पर्दछ। यसका लागि पशुपक्षी ढुवानी मापदण्ड 2064 को कार्यान्वयन आवश्यक छ। वध गर्नु पूर्व पशुको स्वास्थ्य परीक्षण।
पशु वध गर्नु पूर्व प्राथमिक उत्पादनकर्ता र आधिकारिक निकायले जोखिम विश्लेषणको आधारमा जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ। प्राथमिक उत्पादनकर्ताले जनावरको स्वास्थ्य स्थितिका उपयोगी सूचनाहरू जानकारी गराउनु पर्दछ। पशु औषधि र कीटनाशक औषधिको प्रयोग भए नभएको यकिन गर्नुपर्दछ। पशुमा कुनै पनि औषधि वा रसायन प्रयोग गरिएको वा रोगले ग्रसित भएको अवस्था हुनु हुँदैन। वध गरिने पशुलाई स्वच्छ र ताजा खानेकुराहरू खुवाएको हुनुपर्दछ, किनकि मासुकै लागि पालिएको पशुबाट उत्पादित मासुमा पूर्ण पौष्टिकता पाउनुका साथै सो मासु उच्च गुणस्तरीय हुन्छ। वधशाला स्वच्छ मासु तथा मासुजन्य पदार्थ उत्पादनसँग जोडिएको महत्वपूर्ण पक्ष हो वध गर्ने स्थल वा वधशाला। पशु वधशालाको निर्माण गर्दा धेरै कुरामा ध्यान पुर्याउन जरुरी छ। पशु वधशाला मासु पसलबाट अलग्गै हुनुपर्दछ। फोहोर मैला फाल्ने सार्वजनिक क्षेत्रको नजिक, जंगल तथा मानिसको बसोबास नजिक वा घना बस्तीसँग जोडिएको हुनु हुँदैन। साथै सार्वजनिक क्षेत्र तथा उद्योग, स्कूल, मठ मन्दिर र खाद्य उद्योगको नजिक पनि हुनु हुँदैन। स्वच्छ मासु उत्पादनका लागि पशु वधशालाको निर्माण गर्दा उपयुक्त प्रकारको भौतिक संरचनाको निर्माण गर्नुपर्दछ, जसले गर्दा वध गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू सुविधायुक्त तरिकाले गर्न सकियोस्, जसका लागि उचित स्थान, सुविधा र साधन सम्पन्न व्यवस्था, स्वच्छताको भरपर्दो आधार र सहज सरसफाईको व्यवस्था अनिवार्य हुन्छन्। त्यस्तै तापक्रम र आर्द्रतालाई सहज तरिकाबाट सन्तुलन गर्न सकिने स्वच्छ सफा पानीको पर्याप्त व्यवस्था भएको वधशाला हुन जरुरी छ। यसमा फोहोर मैला र ढल निकासको व्यवस्थापन महत्वपूर्ण हुन्छ। वधशालासम्म सड़क, विद्युत र संचार सेवा पुग्न आवश्यक छ। जमिनको पानी नजम्ने किसिमबाट बनाइएको हुनुपर्दछ। वधशाला सूर्यको ताप सोझै नपर्ने तर प्रकाश र स्वच्छ हावा बहन सक्ने गरी बनाइएको हुनुपर्दछ। वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 24 घण्टासम्म विश्राम गराउन छाना समेतको टहरा ल्यारेजमा राखिएको हुनुपर्दछ। वध गर्नु पूर्व पशुलाई सफा गर्न र तौल लिन जरुरी छ। पशुहरूको स्वास्थ्य परीक्षण गर्ने र रोगको आशंका भएका पशुलाई छुट्टै स्थानमा राख्ने व्यवस्था मिलाउन आवश्यक छ। त्यस्तै वध गर्ने पशुको लागि जमिनबाट 50 सेन्टिमिटर उचाइमा पिउने पानीको व्यवस्था भएको हुनुपर्दछ। छाला काट्ने, फुत्ल्याउने, मासु सफा गरी काट्ने र निरीक्षण गरी वितरण गर्ने अलग अलग ठाउँको व्यवस्था हुनुको साथै वधका लागि तोकिएको मापदण्ड अनुसार क्षेत्रफल आवश्यक छ, जस्तो रागा भैंसीका लागि 20 वर्ग मिटर प्रति पशु, पाडा, बाख्रा, भेडा, बंगुर, सुँगुरका लागि 8 वर्ग मिटर प्रति पशु र पंक्षी जातिका लागि 1 वर्ग मिटर प्रति पंक्षी हुन जरुरी छ। मासु काट्ने र बिक्री गर्ने स्थान छुट्टा छुट्टै हुनुपर्दछ। उपभोग गर्न नहुने शंकास्पद मासु, छाला, रौं, खानयोग्य तथा अयोग्य बोसोहरू प्रत्येकलाई अलग अलग राख्न जरुरी छ। आन्द्रा भुँडी, टाउको, खुट्टा, रक्ती मासुसँग लसपस नहुने गरी अलग्गै राख्नु पर्दछ। मासु काट्न, जोख्न, राख्न प्रयोग हुने औजार, भाँडा बर्तन सधैँ सफा राख्नु पर्दछ। खिया लागेको, फोहोर हुनु हुँदैन। अर्को महत्वपूर्ण पक्ष भनेको वधशालामा काम गर्ने कामदार र कर्मचारीको स्वास्थ्य स्थिति। वधशालामा काम गर्ने कामदार र कर्मचारीबाट कुनै रोगको संक्रमण र मासु दूषित हुन नदिन सरसफाईमा ध्यान पुर्याउन आवश्यक छ। यसका लागि तोकिएको पोसाक, एप्रोन, ग्लोभ्स, मास्क, गम्बुट आदि अनिवार्य रूपमा प्रयोग गर्नुपर्दछ। ड्रेस एकदम अति आवश्यकता कुरा हो र ड्रेस लगायो भने यहाँको मासुहरू सफा हुन्छ, हामी आफै पनि क्लियर हुन्छौँ। त्यसकारणले ड्रेस चाहिँ एकदम आवश्यक कुरा हो। खुल्ला ठाउँमा बजारमा पाइने मासु त्यो एकदमै नराम्रो मासु हुन्छ, किनभने उनीहरूले लगाएको जुन एक दिन लगाएको ड्रेस उनीहरूले सफा नगरिकन कयौं दिन त्यही ड्रेसमा मासु काटिरहेको हुन्छ। त्यो स्वस्थ हुन्छ, अस्वस्थ हुन्छ त्यो मासु, होइन? त्यो कीटाणुहरू त्यसमा गइरहेको हुन्छ, फोहोर मैला हुन्छ, उनीहरू सफा सुग्घर हुन्छ। यहाँ भनेको कस्तो रहेछ, यहाँ एकदम सफा मासु पाइन्छ, एकदम राम्रो हरेक आइटमहरू पाइन्छ। यहाँ हड्डी हुँदैन मासुमा, होइन? बोसोहरू हुँदैन। रोगी पशुपक्षी, दुब्लो पातलो पशुपक्षी, आन्तरिक तथा बाह्य परजीवीले सताएका पशुपक्षीहरूको मासुमा पौष्टिक तत्व कम हुन्छ,
जथाभावी काटिएको मासु, खिया लागेको औजारको प्रयोग, फोहोर भाँडाकुँडा, रोगी कामदार, अव्यवस्थित ढुवानी तथा बिक्री वितरणले मासु दूषित हुन गई मानिसहरूमा विभिन्न रोगहरू लाग्दछन्। रोगी पशुपन्छी र मानिसको शरीर, फोहोर ठाउँ, प्रदूषित हावा र फोहोर पानी, धुलो, अव्यवस्थित स्थल तथा झिंगा फटेङ्ग्राहरूमा रोगका कीटाणुहरू पाइन्छन्। त्यसैले यी सबै कुराहरूमा विशेष ध्यान दिनु अत्यन्तै जरुरी छ। मासु खाँदाखेरि जहाँ पाए त्यही किनेर खानुभन्दा पनि हरेक थोकमा चाहिँ मासु हेरेर चाहिँ राम्रो खालको कुन क्वालिटीको मासु चाहिँ कसरी बेचिरहेछ, कहाँ सफा गरेर बेचिरहेछ भनेर चाहिँ हेरेर चाहिँ खानु हो। सकेसम्म मासु लिँदाखेरि पनि धेरै विचार गर्न सक्नुहुन्छ। फ्रिजिङ गरेको छ कि छैन, जस्तै लिँदाखेरि भुट्लाहरू छ कि नै, जस्तै मैल छ कि नै। मान्छेले के गर्छन् भनेपछि लटरपटर धोए, सडकमा काट्दिए, पराले पोल्ले, माथिबाट रङ लगाइदिए। त्यो रङ चाहिँ अब त्यो आँखामा धुलो झरे जस्तै हो। खास मासुमा चाहिँ रङ लगाउनै हुन्न, एकदम प्लेन हुनुपर्छ। जस्तै कस्टम यस्तो होस् कि कस्टमरले पनि हेर्न सकोस् त्यसमा मैल छ कि नै, भुट्ला छ कि नै भनेर हेर्ने एकदम सेतो हुनु पर्यो। दूषित मासुमा पौष्टिक तत्व नष्ट भइसकेको हुन्छ भने यसमा स्वाद हुँदैन र दुर्गन्ध आउँछ। यस्ता मासुबाट डरलाग्दा जुनोटिक रोगहरू जस्तो रेबिज, टिभी, एन्थ्राक्स, ब्रुसेलोसिस तथा बर्ड फ्लू जस्ता रोगहरू लाग्ने सम्भावना उत्तिकै रहन्छ। अस्वस्थ मासु भन्ने बित्तिकै जुन चाहिँ मासु खाएर मानिसको जनस्वास्थ्यमा असर पर्दछ, रोगहरू लागेको हुँदछ भने त्यसलाई अस्वस्थ मासु भनिन्छन्। अब अस्वस्थ मासु एक चाहिँ आँखाले पनि देख्न सकिन्छ कतिपय अवस्थामा, जस्तो एकदमै त्यो गन्धहरू आउने, कालै मासु, च्यापच्यापहरू लाग्ने जस्तो ढोसीहरू परेको त्यो आँखाले देख्न सकिन्छ भने कतिपय अवस्थाहरू आँखाले देख्न सकिँदैन। जस्तै मासुबाट सर्ने जुनोटिक रोगहरू हुन्छन् जुन चाहिँ पशुबाट मान्छेमा सर्छन्, मासुको माध्यमबाट मान्छेमा सर्छन्। फर इक्जाम्पल होइन सल्मोनेला रोगहरू होइन, सल्मोनेला टाइफोइड फिभर हुन्छ भने मान्छे हामी सुन्दछौँ। त्यस्तो रोगहरू हामीलाई थाहा हुँदैन, त्यो बाहिरबाट हेरेर थाहा हुँदैन। अर्को लेप्टोस्पाइरोसिस भन्ने हुन्छ, त्यो पनि हामीलाई थाहा हुँदैन। ब्रुसेलोसिस भन्ने रोग हुन्छ, त्यो पनि हामीलाई थाहा हुँदैन। टक्सोप्लाज्मोसिस भन्छ, त्यस्तो पनि हामीलाई थाहा हुँदैन। लिस्टेरियोसिस भन्छ, त्यस्तो हामीलाई थाहा हुँदैन बाहिर हेरेर। त्यो चाहिँ प्रयोगशालामा परीक्षण, मासुको नमुना परीक्षण गरे पश्चात हामीलाई थाहा हुन्छ। र त्यस्तो मासु हामी खाइहाल्यौँ भने हामीलाई छेरोटी लाग्ने, टाउको दुख्नेदेखि लिएर ज्यानैसम्म जाने चाहिँ लक्षणहरू देखिन्छ। संक्रमित मासुको प्रयोगले पाचन प्रक्रियामा गडबडी आई बान्ता र झाडा पखाला लाग्ने हुन्छ, जसबाट बच्नका लागि मापदण्ड पूरा गरी निर्माण गरिएका पदशाला र मासु पसलबाट मात्रै मासु किन्नु पर्दछ र घरमा लगेपछि राम्ररी सफा गरी आवश्यक तापक्रममा पकाई खानु पर्दछ। मासुको शुद्धता र स्वच्छताप्रति आम उपभोक्ताको खासै ध्यान जान सकेको छैन। यसमा उपभोक्ता आफै पनि सचेत र जानकार हुन आवश्यक छ। रिपोर्टमा चाहिँ सफा मासु पसल पनि छ, सँगै झिङ्गा भन्केको मासु पसल पनि छ भने त्यहाँ उपभोक्ताहरू दुवै ठाउँबाट मासु किनेर खाइरहेको हुन्छ है। झिङ्गा भन्केको मासुको पसलबाट पनि त्यतिकै बिक्री भइरहेछ, स्वच्छ राम्रो पसलको मासु छ भने त्यहाँबाट पनि गइरहेछ। अब त्यो मतलब उपभोक्ता आफै पनि जति सचेत हुनुपर्ने, चेतना हुनुपर्ने हो सुरक्षित मासुको लागि, त्यो पनि कमी छ। सडक पेटीहरूमा जुन मान्छेहरू मिलेर भाग लगाएर खान्छ नि, त्यो पनि एउटा कारण हो जस्तो लाग्छ अस्वच्छ मासु। किनभने हामीले झट्ट हेर्दा चाहिँ गाउँबाट लिएको खसी भन्छौँ, अनि बाटोमा काट्छौँ, बाटोमा ढल फुटेको हुन्छ होइन, फोहोर हुन्छ, अनि उनीहरूले मासु राख्दाखेरि चाहिँ यो फ्ल्याक्स प्रिन्टहरू हुन्छ नि त्यसमा राख्छौँ। हामीहरूले त्यतातिर चाहिँ सोच पुर्याउँदैनौँ के, किनभने त्यसमा चाहिँ केमिकल्स हुन्छ, त्यो चाहिँ मासुलाई चाहिँ त्यसले चाहिँ विषादी मतलब मिक्स गरिराखेको हुन्छ, त्यतातिर चाहिँ हाम्रो ध्यान नपुगेको होला। पूर्ण रूपमा हटाउनु पर्ने मासुको अवस्था निमोनिया, पेरिकार्डाइटिस, पाएमिया, सेप्टिसेमिया, इमासिएसन, जेनरलाइज्ड अडिमा, ट्युमर, मेट्राइटिस भएको पशुको मासु प्रयोग गर्नै हुँदैन। गन्ध आएको, च्यापच्याप लाग्ने, ढुसी परेको तथा फरक रंग भएको मासु पनि प्रयोग गर्नु हुँदैन। दूषित र अस्वस्थकर मासुको नियन्त्रण गर्न नेपाल सरकारले स्थानीय निकाय ऐन 2055 लागू गरेको छ। स्थानीय स्वायत्त शासन ऐन 2055 को दफा 96 को खण्ड 6 को स्वास्थ्य सेवा सम्बन्धी बुदा नम्बर 5 मा नगरपालिका क्षेत्रमा जनस्वास्थ्यका लागि हानिकारक चीज वस्तुको सार्वजनिक प्रयोगमा रोक लगाउने वा हटाउने व्यवस्था छ। त्यस्तै बुदा नम्बर 6 मा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोगमा रोक लगाउने कुरा उल्लेख गरिएको छ।
सोही ऐनको खण्ड य को विविधको बुदा नम्बर 2 र 14 मा पशु वधस्थल राख्ने स्थानको निर्धारण गर्ने र प्रबन्ध गर्ने कुरा उल्लेख छ। जनस्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव चीज वस्तु वा उपभोग्य वस्तुको बेचबिखन नियन्त्रण गर्न स्थानीय निकायलाई जिम्मेवारी तोकिएको छ। वधशाला मासु सम्बन्धी कानून पनि छ। हाम्रो स्वायत्त शासन ऐनले नै हामीलाई जनस्वास्थ्यका कुराहरूमा सचेत हुनुपर्ने, त्यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उल्लेख छ। त्यति हुँदाहुँदै पनि यो कुराहरू चाहिँ भइरहेका छैन। त्यो स्वाभाविक रूपमा हामीले स्वीकार गर्नुपर्छ। र अघि मैले भने जस्तो यो एक नम्बरमा जनचेतनाको अभाव नै हो। यसमा दुईटा पक्ष, एउटा व्यवसायी र अर्को उपभोगकर्ता, दुईटैमा चेतनाको अभाव छ। मासु जाँच ऐन 2055 र नियमावली 2057 मा स्वच्छ मासु उत्पादन तथा वधशाला सम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ। बजारमा अखाद्य र अस्वस्थकर मासु लगायत अन्य खाद्य पदार्थहरूलाई नियमन अनुगमन गर्न 2069 सालमा संयुक्त बजार अनुगमन निर्देशिका तयार गरिएको छ। उक्त निर्देशिका बमोजिम दफा 9 को मा स्थानीय निकायको संयोजनमा माछा र मासु काट्ने, प्रशोधन गर्ने स्थान र बिक्री गर्ने पसल, होटल, रेस्टुरेन्ट लगायत खाना घरको सरसफाई तथा सो स्थानमा उपलब्ध हुने वस्तुको गुणस्तर, तौल र मूल्य लगायतको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ, जसको जिम्मा पाएको छ स्थानीय निकायले। संयुक्त बजार अनुगमन निर्देशिका को दफा 9 को च अनुसार स्थानीय निकायले माछा मासु र यो तयारी खाजाहरूको बिक्री वितरणको अनुगमन र नियमन गर्ने जिम्मा पाएको छ। त्यसलाई प्रभावकारी ढंगले अनुगमन र नियमन गरिदियोस् भनेर भन्न चाहन्छु। उसले अनुगमन मात्रै गरियो भने पनि 50% समस्या समाधान हुन्छ है। त्यसैले प्रभावकारी ढंगले अनुगमन गरिनुपर्छ भन्ने हामीलाई लाग्दछ र अनुगमनको नाउँमा अनुगमन होइन, उपभोक्ताले अनुभूत गर्ने अनुगमन गरिदिनुस् भनेर पनि हामी भन्न चाहन्छौँ। यता कानूनतः उल्लेख गरिएका जिम्मेवारीहरूलाई पूरा गर्न काठमाडौँ महानगरपालिकाले विगत केही वर्षदेखि मासु उत्पादन गर्ने, पशु वधस्थल, मासु बेच्ने पसल र माछा मासु तथा कुखुराको व्यवस्थापन गर्ने स्थलको नियमित अनुगमन गर्दै आएको छ। अनुगमनकै क्रममा सचेतना कार्यक्रम, व्यवसायीहरूलाई प्रशिक्षण तथा सुझाव दिँदै आएको छ र अटेर गर्नेलाई कार्यवाही समेत गर्दै आएको छ। उपभोगकर्ताले मैले स्वास्थ्यकर मासु खाँदैछु कि छैन, मैले खाने मासुको प्रशोधन, त्यसको व्यवस्थापन कुन स्तरबाट भइरहेको छ, त्यसमा कतिको हानिकारक वस्तुहरू छन् भन्ने कुरा नै जनताले बुझ्न आवश्यक छ। जनतालाई यो कुरो बुझाउनु पनि पर्ने छ, जनताले बुझ्नु पनि आवश्यक छ। र एउटा जनचेतना अभिवृद्धि गर्ने काम महानगरपालिकाले एउटा गरिराखेका छ। अर्को भइरहेको बजार अनुगमन, जति पनि व्यवसायीहरू छन् तिनीहरूले मापदण्ड अनुसारको पसलहरू राखेका छन् कि छैनन्, तिनीहरूको क्वालिटी कस्तो छ, त्यो अनुगमन गरिराखेका छ। र अनुगमन गर्दाखेरिमा अनुगमनमा जुन स्तर मेन्टेन गर्नुपर्ने हो त्यो मेन्टेन नगरेकोलाई कारबाही गर्ने अर्को एउटा व्यवस्था हामीले गरेका छौँ। त्यसपछि अर्को यो जुन अहिलेको हाम्रो वधशाला हो, यसको व्यवस्थापन, अहिलेको हाम्रो पशु वधशालाको व्यवस्थापन राम्रो छैन। अब तपाईहरु बजारमा हामी देखिरहेको कुरा हो, जहाँ तै काट्ने, जहाँ तै राखिदिने, फोहोर फाल्दिने, पानीको शुद्ध पानीको प्रयोग नगर्ने र त्यसको सञ्चय स्टोर गर्ने काम फ्रिजमा नगरेर ओपन ठाउँमा राख्ने यावत कुराहरू छ। र यसका लागि वधशाला व्यवस्थापनको काम व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौँ। र यो वधशाला व्यवस्थापनमा चाहिँ हामीले विशेष गरेर प्राइभेट सेक्टरहरूसँग मिलेर, सरकारसँग मिलेर हामीले पनि बजेट छुट्याएर यसलाई व्यवस्थापन गर्न हामी लागिरहेका छौँ। र अहिले महानगरपालिका कुरा गर्नुहुन्छ भने आगामी वर्षको लागि हामीले 50 लाख बजेट वधशाला व्यवस्थापनको लागि छुट्याएका छौँ। र यो प्राइभेट सेक्टरसँगै मिलेर गर्ने हो। र यसमा विशेष गरी कृषि मन्त्रालयले पनि सपोर्ट गर्न कार्यक्रम राखेका छ। कृषि मन्त्रालय हो, महानगरपालिका र प्राइभेट सेक्टरसँग मिलेर हामीले यो वधशाला व्यवस्थापन चाहिँ गर्दैछौँ।
विगतका वर्षहरूको अनुगमन कार्यक्रमलाई अध्ययन गर्दा मासु पसलहरूमा तुलनात्मक रूपमा सुधार आएको छ। मासु व्यवसायीहरू तथा उपभोक्ताहरू पनि सचेत हुँदै आएका छन्। तर उपभोक्ताहरू अझ बढी सचेत भएमा अस्वस्थकर र दूषित मासुको उपभोग पूर्ण रूपमा निर्मूल गर्न सकिने देखिन्छ। आम उपभोक्ता, मासुको उपभोक्ता विशेष गरेर उहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने तपाईहरु मासु खानुस्, तर तपाईहरुले जे खाइरहनु भएको छ त्यसको क्वालिटी के छ, त्यो कसरी सुगर सफा भएको छ, त्यसमा प्रदूषणहरू के छ, मतलब त्यो उपभोग गर्न योग्य छ कि छैन भन्ने कुरा तपाईहरुले एक नम्बरमा विचार गरिदिनुस्। त्यति भयो भने धेरै कुरा नियन्त्रणमा हुन्छ। म आम नगरवासीलाई यही निवेदन गर्न चाहन्छु। परम्परादेखि नै मासुलाई रोग सार्न सक्ने कारक तत्त्व मध्ये महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। मासुमा उत्पन्न हुने संक्रमणहरूले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँदछ। मासु र मासुजन्य पदार्थ स्वच्छ शुद्ध भएमा मात्रै त्यसबाट पाइने प्राकृतिक स्वादलाई सुरक्षित राख्न सकिन्छ। प्राकृतिक स्वादबाट मात्रै मानव शरीरलाई चाहिने पौष्टिक तत्त्वहरू प्राप्त हुन्छ र विभिन्न खाले रोगहरूको संक्रमणबाट पनि बच्न सकिन्छ।